ल है साथीहरू, भिडियो चाहिँ लास्टसम्म हेर्नुहोस्। हाम्रो चाउमिन खुवाइ चाहिँ डेन्जरै छ। आज चाहिँ हामीले चाउमिन खान लागिरहेको तेल सेल हालेर, यो चाहिँ तोरीको तेल हालेर अब चाउमिन बनाउने योजना छ। कराईमा तेल हाल्दियो। अब मासु, यो चाहिँ कुखुराको मासु हो। कुखुराको मासु चाहिँ मजाले फ्राई गर्नुपर्छ। यसलाई चाहिँ 3-4 मिनटसम्म मजाले तेलमा परपर बनाउनु। यो चाहिँ हामीले भिडियोको लागि भनेर थोरै क्लिप काटेर हालेको छ। तपाईँले पनि मजाले, अब सिकाइरहनु त पर्दैन, म भन्दा जान्ने होला। यो चाहिँ चना हो, भिजाएर राखेको चना। मजाले चना पनि त्यहाँ मिसाउनु भयो भने राम्रो हुन्छ। चाउमिन मात्र अलिक खल्लो हुन्छ कि मजाले चाउमिनमा डाइट पनि हुन्छ मजाले। यो चाहिँ गाजर र प्याज काटेर मसिनो गरेर हालेको हो। यसलाई चाहिँ मजाले हालेर 1-2 मिनट चलाएर, यहाँ चाहिँ हाम्रो धुलो खुर्सानी बेसार हालिसक्यो। धुलो खुर्सानी बेसार हालिसकेपछि अब चाहिँ हाम्रो पालो आउँछ चाहिँ यो चाउमिन हाल्ने। अब चाउमिन चाहिँ यसमा तेल चाहिँ धेरै नहाल्नु होला, किनकि तेलले मतमताउने हुन्छ। हाम्रो चाहिँ थोरै तेलमा बनाइएको छ। यो चाहिँ हामीले चलाउँदैछौँ। अब मजाले यो काँटा चम्चा छ भने तपाईँहरूले पनि काँटा चम्चाले चलाउन सक्नुहुन्छ। चाउमिन बनाउनकै लागि भनेर ल्याएको होइन हामीले पनि। यो तरकारीमा हाल्ने टमाटर हालिसक्यो। अब यो चाहिँ सोया सस हो। सोया सस चाहिँ तपाईँले आवश्यक मात्रामा हाल्नु होला। यो चाहिँ अमिलो हो, तपाईँले अमिलो पनि हाल्न सक्नुहुन्छ। यो चाहिँ चाट मसला, चाउमिनमा हाल्ने चाट मसला हो। अनि यो चाहिँ नेपालबाट ल्याएको मसला, एउटा सबै मिसाएको मसला हुन्छ। मजाले चलाउनुहोस् हल्का। चलाइसकेपछि अब चाउमिन बनाउँदै हो गाइस। ल हाम्रो बलुसानले बढी हाल्नु लगेर मेरो साथीले चाहिँ जहिले पनि नुन धेरै हाल्छ, त्यसैले चर्काउनु। आज चाहिँ अब खुर्सानी बढी भयो जस्तो लाग्छ। यो चाहिँ मजाले फेन्टासँग खाम भनेर फेन्टा लिएर आएको, फ्रिजमा राखेको चिसो फेन्टा हो। टक्क फेन्टासित अब यो चाहिँ साथीले ल्याएको टिमुरको छोप हो। टिमुरको छोप मिसाएर खाँदा चाहिँ स्वाद अर्कै नै आउँछ क्या, नेपालको टेस्ट आउँछ। टक्क धुलो टिमुरको चटनी हालेर, मसला हालेर मजाले चलाएर अब चाहिँ साथीको लास्ट बाइट खुवाइ चाहिँ खत्रै छ कि। अब हेर्नु ल, खायो। ल भिडियो चाहिँ सब्सक्राइब गर्नु होला।